हेलो गाइज, आज म चाहिँ माछा लसक लुसुक लटर पटर यसो पकाउन जाँदैछु। हजुरहरूले हेर्नु होला, इन्जोय गर्नु होला। मेरो माछा यस्तो छ। यो म यसरी ल्याएको हो। अब चाहिँ यसलाई म यता किचन छ। भिडियो अलि मिलाउनु पर्यो। यसरी यो किचनमा भात बसाल्नु पर्यो। गाइस, भात बसाल्छु, तेल हाल्छु, तेल हाल्छु, तताउँछु। अब गाइस, मसला, प्याज, काट्यो देब्रे हातले। प्रिया, बाजेले यहाँ माछा कुकिङ भिडियो गर्दैछु है, लटर पटर है। काट्यो प्याज रेडी छ भाइ। लसुन चाहिँ नहाल्ने भन्दैछन् खाने मान्छेले। लसुन हालेर चाहिँ राम्रो हुन्थ्यो। जुन चाहिँ खाने मान्छे नहाल्ने भनेपछि लसुन हाल्दिनँ। अदुवा पिने। अब मसला यो पक्का नेपाली अर्ग्यानिक स्टाइलको मिट मसला नहालिकन यो जिरा हाल्ने, हल्का जिरा, अनि अदुवा, लसुन चाहिँ नहाल्नु भनेको छ नि खाने मान्छेले। लसुनको खुर्सानी अब यसरी पिन्यो, फलमा यसरी पिन्यो। सजिलो माछा पकाउने तरिका हजुरहरूले सिकाइदिन्छु। हजुर त्यहाँ हल्ला नगर न, यहाँ मेरो युट्युब भिडियो कुकिङ भिडियो बनाउँदैछ अनि हल्ला गर्छौ त्यहाँ। यहाँ मेरो स्पेसल कुकिङ भिडियो चल्दैछ गाइज। यो मसला हो, यो जिरा मसला एकदम अर्ग्यानिक। अब यहाँ चाहिँ जो तपाईँहरूलाई म देखाउँछु गाइज। अब हेर्नु, अब घिउ तात्तियो अझ यहाँ पहिला माछा हाल्यो गाइज। त्यसरी माछा हाल्यो। त्यहाँबाट चिम्टा काट्नु पऱ्यो। चिम्टा काट्नु गयो हो माछा। सिम्पल माछा पकाउने तरिका। त्यो चाहिँ हाम्रो नेपालको असार माछा जस्तै छ। यहाँ चाहिँ यो अदुवा र हुन्छ मसला। अनि त्यहाँ चाहिँ प्याज हालिदिनु पऱ्यो। प्याज अहिले हालिदिनु पनि हुन्छ। प्याज पनि हालेर यसो भुट्ने। अब त्यो चाहिँ धेरै रातो हुने गरेर साह्रै गर्ने होइन, हल्का जस्ट ब्राउन कलर गर्ने। यो प्याज पनि हल्का हुँदै जान्छ। अब त्यो साह्रै धेरै गर्ने होइन। बेसारले पिस्छ हाल्ने। अब गोलमेरा पनि हाल्न सकिन्छ। अब हेराइ अब
यसमा गोलभेडा पनि हालिहाल्ने। गोलभेडा हाल्यो, गोलभेडा लु गाइस, यसरी चाहिँ अब यहाँ चाहिँ यो छेउमा चाहिँ माछालाई रोस्ट गर्दै गर्ने, छेउमा माछालाई रोस्ट गर्दै गर्छ, यतापट्टि चाहिँ प्याजलाई ग्रेभी गर्दै गर्ने एकैपटक त्यो सक्लो भाँडामा। त्यहाँबाट चाहिँ यहाँ चाहिँ मेरो यो अदुवा र लसुन छ, यो पनि ठ्याक्क हालिदियो, अदुवा र लसुन छ। अनि यो चाहिँ यता छेउमा ग्रेभी गर्ने, यता माछा रोस्ट गर्दै गर्छ, यता चाहिँ ग्रेभी हुँदै गर्छ। है गाइस, सिम्पल बट भेरी टेस्टी। लु बिस्तारै ग्रेभी हुँदैछ, यता माछा फ्राई हुँदैछ, हल्का डिप फ्राई होइन, हल्का। अब यसमा चाहिँ तपाईँको चाहिन्छ ऊ पनि थप्नु पऱ्यो, बेसार। नेपालीमा त बेसार नहालिँदैन फेरि, अहिले पहेँलो त गर्नै पऱ्यो, हल्का पहेँलो गर्नै पऱ्यो। नुन चाहिँ मैले अलिक पछि हाल्छु, नुन चाहिँ लास्टमा हाल्ने राम्रो। नुन चाहिँ पछि हालौँला, नुन चाहिँ सकेसम्म कम हाल्ने। तपाईँले चर्को भएन तेरो लागेन भने पछि त्यो अनुसार थप्नु पनि मिल्छ। त्यसो भए नुन चाहिँ सकेसम्म कम हाल्ने, तर तपाईँले इच्छाअनुसार चर्को खानुहुन्छ, पछि नुन थप्नु पनि हुन्छ। यसो गर्ने। अब त्यसमा हल्का चाहिँ फुड ड्राई भयो, अलिकति पानी थप्ने, यसमा हल्का पानी थप्यो, अलिकति साह्रै धेरै होइन, पानी थप्यो। मेरो चाहिँ अझै यो गोलभेडा अलिक ग्रेभी भएको छैन, गोलभेडालाई यसरी चाहिँ ग्रेभी गर्ने। त्यो चाहिँ अलिकति अब पिरो खाना नहुने, लसुन खाना नहुने, अब त्यो हामीलाई चाहिँ मान्छेको विभिन्न सुगर अरे त्यो अरे बिरामी अरे ब्लड प्रेसर अरे के के हुन्छ, त्यो अनुसार चाहिँ अब तपाईँले के हाल्ने के नहाल्ने। तर गोलभेडा हाल्दा भयो, जिरा मसला हाल्दा भयो, प्याज हाल्दा भयो। तर तपाईँले तपाईँले चाहिँ लसुन खान हाल्दैन, घाउ पाक्छ अरे लसुन नहाले पनि भयो, केही हुँदैन भने हाले पनि भयो, खुर्सानी हाले पनि भयो, नहाले पनि भयो। एकदम ग्रेभी गऱ्यो। अब चाहिँ यो धेरै ग्रेभी भइसक्यो गाइस, ग्रेभी भइसक्यो। अब चाहिँ त्यो माछा पनि तपाईँको रोस्ट भइसक्यो भने गोल्डन कलर भइसक्यो। अब यो चाहिँ मिक्सअप गरेर पकाइदिनु। त्यो चाहिँ नन स्टिकी भाँडामा तपाईँको माछा ड्यामेज हुँदैन है। अर्को के अरे स्टेनलेस स्टिलमा गर्दाखेरि यो माछा टाँसिन्छ अनि माछा ड्यामेज हुन्छ। तर यो नन स्टिकमा चाहिँ त्यो हुँदैन। मैले यसमा खुर्सानी पनि हाल्दैन, खुर्सानी हालेको भए अझ राम्रो कलर आउँथ्यो। तर कतिले खुर्सानी खाँदैन, त्यस कारण चाहिँ मैले चाहिँ खुर्सानी हालेको छैन। नुन चाहिँ भरे पछि हाले पनि हुन्छ। अब यो चाहिँ एकजनालाई मात्र हो, त्यस कारण चाहिँ मैले अब यसमा पानी हाल्नु सकिन्छ। तपाईँले हल्का पानी धेरै होइन, किनभने माछा चढेको छ, त्यसमा ठिक्कै ग्रेभी गरेर मात्र हाल्नु। अब यसलाई चाहिँ ढाक्दा पनि हुन्छ, किनभने यो ओपन भाँडा छ। त्यस कारण चाहिँ अझ छिटो पाक्नुको लागि यसलाई चाहिँ लिडले ढक्कनले ढाक्ने। म ढक्कनले ढाक्छु। अब त्यसरी म ढक्कनले ढाक्छु। अब ढक्कन ठ्याक्क ढाक्यो तपाईँको। अब ठिक छ तलबाट, अब ठिक छ, ठ्याक्क ढाक्यो। अब एकछिनपछि धनिया हाल्छु। अब रेडी भइहाल्यो माछा। मैले अब ढकनी पाएँ। अहिले हेर्नुहोस् कति राम्रो भएछ। अब पाकेछ यो माछा। अब यसमा चाहिँ हजुरले चाहिँ नुन हाले पहिला हाले पनि हुन्थ्यो, अब हाले पनि हुन्छ। हल्का हल्का धेरै नहाल्ने, पछि थप्दा पनि हुन्छ। र यसलाई चाहिँ हल्का चलाइदिनु।
हल्का चलाइदिने नुन अलिकति घुलोस् नुन पछि भएन भने हेर्नुहोस् गाइस कस्तो हुन्छ माछा। अब यसमा धनियाँ फुर्र हाल्नु, धनियाँ काटिराखेको छ, धनियाँ फुरुरु हालिएपछि हेर्नुहोस् भाइ कस्तो देख्यो। धनियाँले यस्तो राम्रो गर्छ हेर्नुहोस्, नक्कले हो कि धनियाँ त नक्कल दामी। यो हरी मिसाएपछि कस्तो दामी भयो गाइस। हे गाइस कस्तो भयो माछा हेर। जस्ट 2 minutes fish curry is ready now. Here guys. Hey guys, fish curry ready. आज म तपाईलाई जुम गरेर फिस करी इज रेडी। हेर्नुहोस् गाइस, फिस करी रेडी इन 2 minutes। हेर्नुहोस् एकदम टेस्टी छ फिस करी। 2 मिनटमा तयार भयो। थ्याङ्क यू गाइस।